प्रणाम सम्पूर्णमा। अहिले चाहिँ म ओशो रजनीश ध्यान मन्दिर भरतपुर चितवनमा छु। चितवनवासीको लागि एकदमै सुवर्ण अवसर छ। बोधिसत्व स्वामी आनन्द अरुण भोलि तपोवनदेखि चितवनमा उहाँको आगमन हुँदैछ। शुक्रबार र शनिबार यहाँ हाम्रो विभिन्न कार्यक्रमहरू हुनेछ। बोधिसत्व स्वामी आनन्द अरुण गुरुको सान्निध्यता र उहाँको दर्शन गर्न चाहनुहुन्छ भने हाम्रो कन्ट्याक्ट नम्बर छ, कन्ट्याक्ट गर्नुहोला। अनलाइन बुकिङ पनि गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो एकदमै हाइवेको नजिकै रहेको छ। यो हाम्रो सेन्टर, यो सायद हाम्रो सौराहा जाने बाटो हो। अनि यो कोकाकोला फ्याक्ट्री छ। अनि हाम्रो आश्रमको माथि छतमा चाहिँ एकदम सुन्दर बुद्धको स्ट्याचु छ, जुन चाहिँ यही आश्रमको हाम्रो देवलहर स्वामीजीले बनाइसकेको हो। जो कोही पनि यता चितवनमा बस्नुहुन्छ उहाँहरू साधनाको लागि आउन सक्नुहुन्छ।